दाजु मलाई त मेरो बुढीले हैरान पारी दाजु। ल के भयो भाइ तँलाई? दाजु मेरो बुढीले त मलाई मार्न आँटिसक्यो दाजु। आफ्नो औँलाको इसारामा यसरी घुमाउन खोज्छ दाजु, यसरी दाजु, यसरी। पाइ यार बुढीसँग डराउने हुन्छ? मलाई हेर्न मलाई, म कसरी कन्ट्रोल गर्छु, मबाट सिक। दाजु नमस्कार, यो किल्टीमा पानी भरिदिनु न, मेरो यहाँ खाना पकाएर आज खाना डट्न आँट्यो। यस्ता सानोतिनो झिनाउसिनो कुरा मलाई गराउँछस्? आफै गर्छ। यसरी यो गर्ने। चन्डै मारी हो रहेछ दाजु, साह्रै कन्ट्रोलमा राख्नु भएको रहेछ आफ्नो श्रीमतीलाई। पनौती गर्छ कहिले गर्दा